धेरै पहिलेको कुरा हो। एका देशमा एउटा घना जङ्गल थियो। त्यो जङ्गलमा धेरै प्रकारका चराचुरुङ्गी र धेरै प्रकारका जनावरहरू बस्थे। उनीहरू जङ्गलमा एकदमै मिलेर बस्थे। तर एउटाको कारण सबै डराउनु पर्थ्यो। ऊ थियो बाघ। बाघ एकदमै बलियो र डरलाग्दो थियो। सबैभन्दा ठुलो कुरा त ऊ एकदमै घमण्डी थियो। यो जङ्गल मेरो हो, यहाँ मेरो मात्र अधिकार छ। जसले मेरो अगाडि शिर झुकाउँदैन ऊ त्यही समाप्त हुन्छ। यो मेरो घोषणा हो। हात्ती, सिंह, भालु सबै बाघसँग डराउँथे। बाघको कुरा कसैले पनि काट्न सक्दैनथे। एक दिन जङ्गलमा बाघले हात्ती, भालु, सिंहलाई भन्यो, तिमीहरू भन्दा म बलियो छु। यो जङ्गलको राजा पनि म नै हुँ, बुझ्नुहोस् सबैले। त्यही जङ्गलमा एउटा स्याल पनि बस्थ्यो। ऊ न त बलियो थियो न त ठुलो थियो। हतपत बोल्दैन थियो। बोलिहाल्यो भने सानो स्वरले बोल्थ्यो। त्यसैले उसलाई सबैले मौन स्याल भन्थे। तर स्यालको दिमाग चाहिँ तेज थियो। जस्तो सुकै अवस्थामा पनि केही न केही आइडिया चाहिँ लगाइहाल्थ्यो। यो चाहिँ उसको वास्तविक स्वभाव थियो। अनि एक दिन बाघ स्याल कहाँ आयो र स्याललाई बाघले भन्यो, ए स्याल, त किन मदेखि डराएर भाग्दैनस्? तँलाई मदेखि डर लाग्दैन? त मेरो एक घाँस पनि छैनस् त। किन डराउनु र? म डराउँदिनँ। तपाईँ पनि त हामी जस्तै हो। म हिँड्दा धेरै कुरा सोचेर मात्र हिँड्छु क्या। हा 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 हा, सोचेर के हुन्छ ए मूर्ख स्याल? बोल्नै सब हो। त सोचेर बस। एक दिन जङ्गलमा निकै ठुलो समस्या आइपर्यो। पहाडबाट आगो फैलिन थाल्यो। बाघ पनि निकै फुर्तिलो साथ भागिरहेको थियो। सबै जङ्गली जनावरहरूको भागाभाग भयो। खोलातिर जाने बाटो साँघुरो भएकोले सबै बाटोमा अड्किए। तिमीहरू सबै साइड लाग, म अगाडि जान्छु। म यो जङ्गलको राजा हुँ। म बाँच्नु पर्छ। मैले जसरी पनि यो जङ्गललाई बचाउनु पर्छ। ऊ अगाडि गयो। आगो नजिकै आइसकेकोले ऊ कता जाने भनेर अल्मलिन थाल्यो। धुवाँले उसको आँखा पोलिन थाल्यो। बल हुँदाहुँदै पनि ऊ रोकिनु पर्यो। त्यति बेला स्याल अगाडि आयो र भन्यो, सबैजना हतार नगर्नुहोस्, म मिलाउँछु। हतारको काम बिग्रिन पनि सक्छ। त्यही भएर अब हामी खोलाको बाटो प्रयोग गर्नेछौँ। यसरी उसले सबैलाई शान्त गरायो। बाँदर भाइले रुखबाट बाटो देखाउने अनि हात्ती दाजुले चाहिँ साना साना जनावरलाई खोला तार्नु होला। बाँकी मृग जरायो चाहिँ समूह बनाएर हिँड्नु होला। त्यसपछि बाँदर चाहिँ बाटो देखाउनतिर लाग्यो। अनि हात्तीले चाहिँ ससाना जनावरहरूलाई ओसार प्रसार गर्न थाल्यो भने मृग जरायोहरू चाहिँ समूह बनाएर हिँड्न थाले। यसरी सबै जनावरहरू सुरक्षित तरिकाले खोला तर्न सफल भए। र धेरै बेरपछि घमण्डी बाघ पनि धुस्रे फुस्रे भएर आयो। ऊ हेर्दाखेरि धेरै थकित देखिन्थ्यो अनि धेरै लज्जित देखिन्थ्यो। तपाईँहरू त त्यो सङ्कटबाट सजिलो गरी पार गर्नुभयो। तर मेरो बल भइकन पनि मलाई धेरै गाह्रो भयो। म लज्जित छु तपाईँहरूसँग। भोलिपल्ट जङ्गलमा ठुलो सभा बस्यो। सबै जनावरहरूले स्याललाई धेरै धेरै धन्यवाद दिए। बाघ पनि त्यहाँ लज्जित भएर उभिरहेको थियो। अनि बाघतिर हेर्दै स्यालले भन्यो, बल आवश्यक पर्दो रहेछ कि बुद्धि आवश्यक पर्दो रहेछ त बाघ दाजु? बल पनि आवश्यक त हुन्छ, तर सङ्कटमा बुद्धि चाहिन्छ। हो स्याल भाइ, म एकदमै घमण्डी रहेछु अनि अन्धो रहेछु। आज मलाई आएर बल्ल थाहा भयो। म अब तिमीहरूको सुरक्षा गर्छु। तिमीहरूको भलाइको लागि काम गर्छु। म अब नचाहिने काम कहिले पनि गर्दिनँ। मलाई सबैजनाले माफ गरिदिनुहोस् र आजबाट म सुध्रिएको घोषणा गर्न चाहन्छु। त्यस दिनदेखि जङ्गलमा नियम फेरियो। बलले होइन कि बुद्धि र सहकार्यले काम बन्न थाल्यो। बाघ अझै बलियो त थियो, तर उसको घमण्ड सबै हरायो। स्यालले बाघलाई सबक सिकाएर सबै जनावरहरूको रक्षा गर्यो। त्यो सुनखोला जङ्गलमा अझै पनि भन्ने गरिन्छ, बलले डर पैदा गर्छ भने बुद्धिले संसार जितिन्छ।
हस् त तपाईँलाई यो भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिएर एउटा सब्स्क्राइब गर्न भने नभुल्नुहोला। धन्यवाद।